दक्षिण एसियामा अवस्थित एउटा सुन्दर देश हो। यसको राजधानी ढाका हो र यो देश आफ्नो जीवन्त संस्कृति, रमणीय परिदृश्य र न्यानो आतिथ्यका लागि परिचित छ। बंगलादेशको एउटा धनी इतिहास छ र यो आफ्नो स्वादिष्ट खाना, परम्परागत संगीत र नृत्य र सुन्दर कला र शिल्पका लागि प्रसिद्ध छ। यो देशमा संसारको सबैभन्दा लामो प्राकृतिक समुद्री तटहरूमध्ये एक कक्स बजार पनि छ। नमस्कार दर्शकवृन्द, नेपाली कन्टेन्ट क्रिएटर युट्युब च्यानलमा तपाईहरू सबैलाई स्वागत छ। आज हामी बंगलादेशको सडक र ट्राफिक नियमको बारेमा कुरा गर्दैछौँ। बंगलादेश दक्षिण एसियाको एउटा सुन्दर देश हो, तर यहाँको सडक र ट्राफिकको अवस्था त्यति राम्रो छैन। यहाँ ट्राफिक जाम एउटा ठूलो समस्या हो, जसले गर्दा मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ। सडकहरू पनि साँघुरा र खाल्डाखुल्डी भएका छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढ्छ। यसको मुख्य कारण भनेको यहाँ ट्राफिक नियमहरूको पालना नहुनु हो। मानिसहरूले जथाभावी गाडी चलाउँछन्, ओभरटेक गर्छन् र ट्राफिक लाइटको पनि वास्ता गर्दैनन्। यसले गर्दा दुर्घटनाहरू धेरै हुन्छन्। यस समस्याको समाधानको लागि सरकारले केही कदमहरू चाल्नुपर्छ। सडकहरू फराकिला बनाउनुपर्छ, ट्राफिक नियमहरू कडाइका साथ लागू गर्नुपर्छ र सार्वजनिक यातायात प्रणालीमा सुधार गर्नुपर्छ। हामी सबैले पनि ट्राफिक नियमहरूको पालना गरेर यस समस्यालाई कम गर्न मद्दत गर्न सक्छौँ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोस्। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। तपाईहरु यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? के तपाईको ठाउँमा पनि यस्तै समस्या छ? कमेन्ट गर्न नभुल्नुहोला। आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् र यस्तै भिडियोको लागि सब्स्क्राइब गर्नुहोला।